औरही नगरपालिकाको प्रशासनिक भवन शिलान्यास। औरही नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ। नगरपालिकाको वडा नम्बर 2 स्थित श्री प्रसाद सिंह नमुना विद्यालय पछाडिको ठूलो पोखरीको दक्षिण डिलमा निर्माण हुने भवनको नगर प्रमुख प्रदीप कुमार खड्का, उपप्रमुख रेणु झा तथा वडाध्यक्षहरूले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो। भ्याट तथा पीएस सहित 7,76,32,102 रुपैयाँ 29 पैसाको लागतमा निर्माण हुने भवनको ठेक्का बालाजी ड्रिम वे श्री भगत जेभी सिराहाले पाएको छ। निर्माण सम्झौता गत वैशाख 22 गते सम्पन्न भएको नगरपालिकाले जनाएको छ। शिलान्यास कार्यक्रममा नगर प्रमुख खड्काले विगत 3 वर्षदेखिको निरन्तर प्रयासपछि प्रशासकीय भवन निर्माण प्रक्रिया कार्यान्वयन चरणमा पुगेको बताउनुभयो। उहाँले भवन निर्माणका लागि केही रकम नगरपालिकाले विनियोजन गरिसकेको र बाँकी रकम व्यवस्थापनका लागि संघीय सरकारसँगको साझेदारीमा योजना अगाडि बढाइएको जानकारी दिनुभयो। उहाँले 18 महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्दै समयमै गुणस्तरीय निर्माण हुने विश्वास व्यक्त गर्नुभयो। नगर प्रमुख खड्काले यो भवन केवल संरचना मात्र नभई सेवा प्रवाहलाई आधुनिक, प्रभावकारी र नागरिक मैत्री बनाउने आधार हुनेछ भन्नुभयो। उपप्रमुख रेणु झाले भवन निर्माणसँगै सेवा प्रवाह थप व्यवस्थित र उहाँले स्थायी प्रशासकीय संरचनाले नगरपालिकाको संस्थागत विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत सुशील प्रसाद आचार्यले भवन निर्माणले प्रशासकीय कार्य सम्पादन अझ सहज र प्रभावकारी हुने बताउनुभयो। प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सेवा प्रवाह, अभिलेख व्यवस्थापन तथा शाखागत काममा सुधार आउने उल्लेख गर्नुभयो। पूर्वाधार विकास शाखाका इन्जिनियर सन्तोष कुमार यादवले भवन निर्माण प्राविधिक मापदण्ड अनुसार गुणस्तरीय रूपमा सम्पन्न गरिने बताउनुभयो। उहाँले नियमित अनुगमन सहित काम अघि बढाइने जानकारी दिनुभयो। नेपाली कांग्रेसका प्रदेश कमिटी सदस्य नरेन्द्र यादवले प्रशासकीय भवन निर्माणसँगै सेवा प्रवाहमा सुधार आउने अपेक्षा व्यक्त गर्दै स्थायी संरचना बनेपछि जनताले एकीकृत रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले निर्माण कार्य समयमै गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो। जनता समाजवादी पार्टीका नगर अध्यक्ष दरेश यादवले भवन शिलान्यासलाई नगर विकासको महत्त्वपूर्ण उपलब्धि भन्दै सेवा प्रवाह अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो। नेपाली कांग्रेसका नगर सभापति योगेन्द्र यादवले प्रशासकीय भवन शिलान्यासलाई दीर्घकालीन विकासतर्फको महत्त्वपूर्ण कदम भएको बताउनुभयो। उहाँले भवन बनेपछि प्रशासकीय कामकाज व्यवस्थित हुने र नागरिकले सहज सेवा पाउने विश्वास व्यक्त गर्नुभयो। वडा नम्बर 7 का वडा अध्यक्ष जितेन्द्र यादव र वडा नम्बर 9 का वडा अध्यक्ष रघुनन्दन चौधरीले भवन निर्माणलाई नगर विकास र सेवा प्रवाह सुदृढीकरणतर्फको महत्त्वपूर्ण कदम भएको बताउनु भएको छ। स्थानीयवासीहरू नवीन यादव, रामबाबु चौधरी र राजनारायण यादवले नगरपालिकाको आफ्नै भवन निर्माणले सेवा प्रवाह सहज हुने अपेक्षा व्यक्त गर्नुभएको छ। शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, व्यापारी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।